आज चाहिँ हामी एक्साइटेड भइरहेछ भन्नु आमा एकदम एक्साइटेड अनि त्यो भात सात पकाएर भनेर त्यो चिल्ले झन्डै सेल्टेको गाडीमा झन्डै त्यसले चाहिँ पुरा रुनु मन परेछ। ए तेरो साथीहरू ए यसले चाहिँ ठिकै अरे। हेलो मेरो नाम हामी जस्तोलाई कसले दिन्छ वेलकम ब्याक टु माई न्यू भ्लग गाइस। आज चाहिँ हामी तिमीतारको जाने प्लान बनाएको छ। तिमीतारको जाने यो गट्टे पनि आएको छ हो। अन्त तिमीतारको जाने प्लान चाहिँ किन बनाएको छ भने चाहिँ आमाको स्टाफहरूले चाहिँ अफिसबाटै जाउँ भन्दैछ गाडीहरू रिजर्भ गरेर। अन्त हामी पनि साथीहरू मिलेर जाने भनेर आमाहरू सँगसँगै हामी पनि तिमीतारको जाँदैछ। र यता चाहिँ हाम्रो फुपू यहाँ पनि जानु हुँदैछ। अन्त यता चाहिँ हाम्रो आमा तिमीतारको जाने रेडी हुँदैछ। आमा म चाहिँ अलिक एक्साइटेड भइरहेछु भन्नु आमा एकदम एक्साइटेड छ। म चाहिँ त्यस्तो छुइनँ गाइस। आमा चाहिँ पुरा एक्साइटेड छ। लुगा प्रेस गरेर गर्दैछ। मेरो लुगा चाहिँ यता रेडी कता गयो लुगा कता गयो लुगा मेरो लुगा चाहिँ यता प्रेस गरेर यता सायद भित्र यो चाहिँ मेरो लुगा सर्ट लाउँछु। त्यहाँदेखि यो पेन लाउँछु सेतो पेन सबै दसैँको लुगा गाइस। सबै दसैँको लुगा यो चाहिँ सेतो पेन यो कालो पेन लाउँदिनँ म यो त होइन अघि नाप्नुलाई निकालेको हुँदैन रहेछ। अन्त यो ब्लू कलरको सर्ट लाउँछु र सेतो पेन लाउँछु। यसको कम्बिनेसन यस्तो दामी हुन्छ कि गाइस। यो स्कार्फ कहाँ मेरो होइन आमाको गाइस। सो गाइस यता चाहिँ आमाले अब प्रेस गर्दैछ। प्रेस गरिसकेर चाहिँ हामी अब एकछिनबाट भेट्छु गाइस तपाईँलाई। गाइस आज चाहिँ खास हाम्रो चिल्ड्रेन डे थियो। स्कुल जानुपर्ने थियो। भात सात पकाएर भनेर त्यो चिल्ड्रेन डे जसरी मनाउँछ नि त्यसरी मनाउनु आँटेको थियो। तर बेलुका अचानक प्लान भयो कि आमाहरू तिमीतारको जाँदैछ। अब आमाहरू तिमीतारको जाँदैछ भने त हामी कसरी अब रोक्न सक्छौँ हो कि होइन। त्यही कारणले हामी स्कुल जानु आँटेको थियो। अचानक तिमीतारको प्लान भएर चाहिँ स्कुल क्यान्सल गरेर चाहिँ तिमीतारको हिँड्नु आँटेको। अब हामी हिँड्छौँ गाइस। अब एकछिनबाट भेट्नुपर्छ हामी। अब चाहिँ हामी रेडी भएर हिँडेको हो। यता यो आउँदैछ। अब म चाहिँ हिँड्दै गरेको गाइस। अब यताबाट गएर त्यहाँदेखि तल आमा अफिसमा एटेन्डेन्स गर्छ अरे। त्यहाँदेखि एटेन्डेन्स गरेर हामी गाडीमा चढ्छ। हजुर सित उनाङ जाँदैछ। अन्त यता अगाडि आमा जानुहुँदैछ। त्यहाँदेखि म पनि जाँदैछु। त्यहाँदेखि तर सिधा स्टाफहरूसँग आमा मिलेर त्यहाँदेखि म पनि यता साथीहरूसित सिधा गाडीमा चढ्नुपर्छ। हेर्न आयो के भन्दैन ए चस्मा ल्याउनु पर्ने भने यता आमाले चस्मा हेर्दैछ। अब बोइस चस्मा छ। ए नाक हेर्नु नि त्यो ट्याग माथि गर्नु नि। बोइस खालको चस्मा छ। यता हेर्नु त आमा दामी छ। अर्को लाउनु त त्यो खोल्नु त त्यो सानो ठिक्कैको देखिरहेको छ भाइ। कुन चाहिँ यो लाउनु नि। यो अलिक ठुलो पनि छ हो। यो सानो खालको छ ठिक्कैको। राम्रो देखिरहेको छ खतरा। कुन चाहिँ राम्रो देखिरहेको छ लगाएको ऐना दिनु त। यता हेर्दा यो ठिक्कै देखेको छ है। यो राम्रो छ। यता हेर्दा यो चाहिँ सोइन वाउ क्या लड्का कपाल सँगसँगै सहिदिरहेको छ। सहिदिरहेको छ सबसे भन्दा दामी चाहिँ यो लाग्यो हो। यो लाउँछु नि आमा
ठिकठिकैको सानो 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 दामी छ नि त हैन यसले राम्रो देख्छ लगा सानो ठिक्कै आँखामा भइरहेको छ नि त होइन त्यो आँखामा अगाडि झ्याकै भएर कि अलिक हौडै देख्यो यहाँनिर अन्त त्यही हौडे हौडे गुनासो गर्दै अरे हौडे नै लाग्नु थाल्यो यता चाहिँ आमाले पनि चस्मा किनिसक्यो मैले पनि चस्मा किनेँ आमा अगाडि हिँड्दैछ यता साथी हामी यता जानु आँटेको मैले पनि चस्मा किनेँ अन्त मैले दुईटामा चाहिँ एउटा चस्मा जुन मलाई राम्रो लागेन फेरि त्यही चुज गर भन्यो अन्त त्यही किनेँ हो यता साथी आमाले पनि चस्मा किनेँ मैले पनि चस्मा किनेँ अब आमा ड्युटी जाँदैछ त्यहाँ एटेन्डेन्स गरेर यता गाडी पक्रेर अब जानुपर्छ सिधा त्यहाँ गफ गर्दैछ ओइ राइदेन 2-4 शब्द बोल्दैन हामी यता आइरहेको छु गाइस आमाको अफिस चाहिँ यता हो सिन्ताम नगर पञ्चायतमा आमा उयो हुनुहुन्छ आमाको अफिस चाहिँ यता हो सिन्ताम नगर पञ्चायत अन्त यता एटेन्डेन्स गरेर होडेर 1-2जना आमाको साथी छ उसँग तिमी तारको जानु आँटेको छ यतै हो यता बडी पनि हुनुभएको छ बडी पनि जानुहुन्छ गाइस तिमी तारको नमस्ते बडी कता हुनुभएको जाउँ पढ आमा एकछिन अफिसमै हुनुहुन्छ जाउँ बडी बडी चाहिँ शान्ति घरमै हुन्छ ऊ खाङ्कामुङको बडी आउनुहुन्छ अहिले बडी पनि खाङ्कामुङको घरको घरमै हुनुहुन्छ त्यही गल्लीकै अगाडि बस्नुहुन्छ अरे नि त गल्लीकै अगाडि बस्नुहुन्छ अरे नि त त्यहीबाट पिकअप गरेर लानु अब आमाको त्यहाँ एटेन्डेन्स गरेर होडेर अलिक टाइम लाग्छ होइन अब गइहाल्नु नि त यता चाहिँ मामरिङबाट आउनुभएको गाइस बडी हो अन्त यता बडीलाई पर्खिरहेको थियौँ हामी अब एकछिनबाट बडी सँगसँगै हामी पनि अब जान्छ बस्छु नि म त जहाँ भए पनि बस्छु भाइ पुग्नै त छ जसरी बस्यौँ तर बाटोमा अलिक खसखस उल्टी चाहिँ बस्छ तर के आमा तिमी तर्फ जाँदैछ कस्तो लाग्दैछ अहिले त कस्तो पनि लागेको छैन अब गाडी मिलेर जब गाडीमा चढ्छ नि तब मात्रै कस्तो के लाग्छ आराम लाग्छ है त्यति बेला भन्ने छु फाइनली हामी तिमी तर्फ आइपुग्यो गाडीमा अलिकति ब्लक गरिनँ अलिक कन्जस्टेड भएर गाडी त्यो पनि कुन चाहिँ जाइलो गाडी ल्याउँछु भन्दै थियो एउटा म्याक्स गाडी ल्याएर फेरि यसलाई उल्टी आयो बाटोमा अलिक कन्जस्टेड भएर आइरहेको थियो बाटोमा पुग्यो अन्त झन्डै सेल्टेको गाडीमा झन्डै यहीँ छ अब होटेल जानु आँटेको बगानमा अब भर्खर त पुगेको आन्टी अब यसलाई बिचरा बाटोमा उल्टी आएर कि अन्त अब बिस्तारै फ्रेस भइहाल्छ बमिटै आएन फेरि गरेको त्यो गाडीको गन्दाले उयो मात्रै भएको उयो भइहाल्छ अब मर्नु आँटेको ड्राइभरलाई रोक्नु कि रोक्नु हात हल्लाउनु उल्टी आउला होला गर्छ बोल्नु मुख खोल्नु भने उल्टी ल ल ल अब भरे गर्छ यता आएर पनि यो रेस्ट गऱ्यो हो अब रेस्ट गरिसक्यो अब घुम्नुपट्टि लाग्दैछ ओइ भयो फ्रेस त गाइस अब हामी जान्छ कता घुम्ने तिमी तार्कोमा त जाडो होला भनेर उयो गरेको त ठिकठिकैको रहेछ बिहान बेलुका त काम सरी हुन्छ नि अहिले घाम बसेर हुन्छ नि कति हो आइज कति हो चिया दिनु नि 2 कप चिनीको दुधको चिनीको खाने कि नुनको
सो गाइस अब हामी चिया खान्छ अहिले चाहिँ हामी चिया खाँदैछ आएपछि किन चिया चाहिँ किन खाएको गाइस यहाँ ऊपर जा रहा है Bro, she's taking a picture. Can you just move aside? 1 minute. No, she's taking a picture of my bike. Can you? हामी उधर जा सक्दैन ल अच्छा हम इंग्लिश में बोल रहे हैं. के बोल्छ पक्का अब हामी उधर तल जाँदैछ कस्तो देश ट्रिप दामी देखेको बढी कस्तो देश ट्रिप एकदम दामी जुम तल तल चाहिँ के छ होला त्यस्तो केही छैन रहेछ जुम तल गइरौँ घर मात्रै रहेछ जाने जुम न गाइस तल चाहिँ घर रहेछ हेरौँला के छ त्यो को थियो फरेन ए त्यो हडाको उसको इङ्ग्लिस सुनाएको नि बोकाहरू टक्कै आयो हे ब्रो भन्छ लात्न पुगेको नि क्यान आई जस्ट कुनी के भन्ने यता त केही छैन रहेछ यहाँबाट जाउँ न चेरी रिसोर्ट अरे रिसोर्ट तर प्लेस चाहिँ दामी है गाइस जे भयो ओइ एउटा फोटो खिच्दैन मेरो यतै तल फोटो खिचेर होडेर यहाँ के हो ह्याङ्गु तल त्यस्तो जग्गा पनि दामी छैन रहेछ फोटो खिचेर होडेर अब फर्किँदैछ गाइस फेरि तल नै जानु अरे तलै नै जान्छ नि माथि चाहिँ किन ल्याएको हो गाइस फेरि तलै जानु अरे माथि आएर चाहिँ फेरि तल तिमी जानु अरे हो अब जाउँ के चाहिँ खाँदिन तिमी भाइ लजार होइन ए उसलाई खानै मन परेको छैन यता एक कप चिया खाइकन हो चिया चिया खाने तिमी खाएको अघि खाएको हौ ए खायो अब यता फाइनली माथि गएर आएर चाहिँ यता तल तिमी बजारमा छ यता चाहिँ घोडामा रहेछ हामी त फिलहाल बजारमा छ बजार भन्छ के भन्छ यसलाई टुरिस्ट साइट यता आई लभ तिमीको बजारमा छ बजारै त होइन होला सायद त्यो आई लभ तिमीको यता बजारमा छ अब तल यता आमा बाबा छ अरे अब बोरा फेरि भन्दा बोका भनेको घोडा पो रहेछ गाई चाहिँ बोकालाई बोरा भन्दैछ यसले बोका जाउँ तल हामी अब तलपट्टि लाग्दैछ तल जानु लागि सबैजना फ्यामिलीहरू यहाँ जाउँला है सबैजना यता तल हल्ला गर्दै तल जाँदैछ कता त्यही त गएको त घट्टै जाडो चाहिँ त्यति छैन रहेछ भल्ला न त कान्दै मलाई चाहिँ त्यति लागेन जाडो बिचमा बसेर खिड्कीमा बसेर त म त्यसलाई कान्दै ब्ल्याङ्केट उठ्थेँ हामी चाहिँ उहाँ पर जानु लागि लागेको हामी चाहिँ गाइस उहाँ तरफ जानु लागेको गाइस हामी पनि जाँदैछ टिकट सिकेट काटेर के चाहिँ के हो
तल साइड के छ अब तिमी तारको घुम्ने जग्गा सबैतिर घुम्ने जग्गा छ नि अब के को तल माथि के अग्लो सबैजना माथि जाँदैछ गाइस प्रतिभा त हेर्नुस् त रुनु मन पर्यो रुनु मन किन क्यामेरा क्वालिटी नै गुड गाइस यसलाई चाहिँ पुरा रुनु मन परेछ एयर ड्रप लगाइदिउँ ए आँसुको ड्रप अब आँसु त झर्दैन गाइस यता चाहिँ भ्यू यस्तो अब क्यामेरामा यस्तो होला तर आँखाले देखेर यस्तो छ हो हजुर मान्छे हेरौँ गाइस आज चिल्ड्रेन्स डेमा मजा हिँड्दा तिमी तारको बच्चा बच्चीहरूलाई यता माथि को गीत गाएको है झन्डै यो तर्स्यो शान्ति कता गएको ब्याकर्नी घुम्नु अब ब्याकर्नी घुम्नु घुम्नु गएको हिँडेकै कता ल बस्नु नि अन्त खिचिदिइहाल्छु गाइस यो चाहिँ चाइनिज फुड भन्छ सबैले के हो नाम चाहिँ लाफिङ अरे यस्तो मिठो भइदिएको गाइस मैले अघि खाइसकेँ सरी सो मच यता चिउरा चिउरा अरे यसलाई के भन्छ छिरो भन पिरो भइसक्यो ओए हाँस्न लाफिङ हो लाफिङ यसको नाम चाहिँ लाफिङ अरे यता चाहिँ उयो मात्रै बचेको छ वाइवे मात्रै बचेको छ खानु अघि खाइसकेँ चाइनिज फुड भन्छ के हो के यस्तो मिठो गाइस नेपाली त औसो हातले खायो यसले नेपाली हो नि त म अहिले त चाहिँ हामी तिमीमा अब माथि जाने कि नजाने डिसाइड हुँदैछ सबै यता घोडामा फोटो खिच्नुहरू सबै गर्दैछ माथि सबैजना इन्जोय गर्दैछ किन चढ्छस् कहाँ हो यहाँदेखि चाहिँ नि उहाँ माथि सिधा तर हामी फेल्नुपर्छ रोपवे चढ्न लागि चढ्छस् कति हो बेसी परेन 2 करोड नढाँटी कुनै नि 400 रुपिस फर वान भनेको छैन 400 400 के भयो 400 रोप फर वान 400 रुपिस भन्छ त्यसलाई रोप छैन यो यता माथि जाने अरे गाइस अब हामी माथि जानु आँटेको छ एन्ट्री फिस कता दाजु एन्ट्री फिस कता हो एन्ट्री फिस कता एन्ट्री फिस यहाँ भन्नुपर्छ ए यता को हुनुहुन्छ होला ए तेरो साथीहरु सब जाँदैछ हामी सो गाइस अब चाहिँ हामी तिमीको साइड लाग्दैछ यता हेर्न यता नै गठे ए धनीले पैसा दिएको नि अरु फोटो दामी खिच्देला खिच्छस् क्यों हाँ क्यों हेलो हेलो के सर एटिट्युड दिएको नबोल्न अन्त ए यसले चाहिँ ठिकै अरे हेलो मेरो नाम आविष्कार विश्वकर्मा हो अन्त म यता तिमी तारको घुम्न आएको अन्त बेसी होइन हामी एकछिन घुमेर गइहाल्छ ल होइन अलिकति बिचाराहरूलाई गर्लफ्रेन्डले कराइरहेको छ बिचारा नरुनु ल हामी गयो ल 50 छ हैन 50 छ हैन 50
अन्त दुईजनाको 100 होइन अनि उयो मात्रै लियो त 51%, 50 per 1%, 80 मात्रै लियो हामीले 80 पिस्टो फर्काइन उधारकै लस हुने हामीलाई के होइन गाइस। गलत नम्बर फर्स्ट टिकट हाल्नु पर्ने के भन्नु ओए ओए यता मलाई फोटो खिच्दा कसम 500 यो यहाँ खिच्दैन आइला लु जा मलाई फोटोग्राफर बनाइराख अब बहिनी ह्याप्पी चिल्ड्रेन डे। कुन चाहिँ स्कुल हो भाइ? चिक्रे चित्रे। ह्याप्पी चिल्ड्रेन्स डे। थ्याङ्क यू सर। अब यसलाई अझै घुम्नै छ अरे। ओइ फर्क्यौँ होइन? राति जाउँ होइन साँच्ची फर्किनु भोक लाग्यो पुरा सट्टाइलेट आएर के गाइस। फेरि उहाँ पर गएको सट्टाइलेट गर्नु मान्छे यस्तो डरलाग्दो भिड कि ग्याङ 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 ग्याङ। ओइ कहाँ चाहिँ घुम्ने अब? यता माथि कता जाने? फोटो खिच्दै पो भनेको त। फोटो मैं खिच्छु तेरी फोटो। कसलाई दिनु लाग्यो ब्रेसलेट चाहिँ? आफै लाउनु नि हामी जस्तोलाई कसले दिन्छ त? नरुन आँसु हेर्नु आँसु 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 यता चपकाएर यो फुललाई। उयो देख्थ्यो हिमाल दामी खालको हिमाल देख्थ्यो कि हिउँ परेको कञ्चनजङ्घा पो देख्छ यता यता पर अस्ति देखेको थियो अहिले सबै घामले ढाकेर बिल्लेर। यता चाहिँ फोटो खिच्नु हुँदो रहेछ सबैजनाको। अरू त के ए घुम्दै चाहिँ कता जाने? कता? यो जुनिनी गाइस हुनु त यो पग्लै कुरा हो। यो जस्ट यो तिमी तारको आउँदा जस्ट त्यो भ्लग मात्रै त्यो जस्ट तिमी तारको आउँदा त भ्लग बनाउनु भने पग्ला जस्तो होला तर होइन एउटा रिमेम्बरको लागि पनि हुन्छ हो गाइस। अन्त अब कता जानु? है बाटो भट्कियो त म घरतिर जाउँ फर्क्यौँ है यता तल जाउँ जाउँ। भरे यहाँ त झरेको पनि पैसा झरेको त कहाँ पैसा लिन्छ हौ? यहाँ पर किन लिनु? लिएको होइन त्यो एन्ट्री फिस भनेको परबाट जानु भनेको थिएन। 500 पो अरे त त्यहाँबाट गएको। गाइसमाथि घुमिसकेर अब यता फर्किँदैछ। अब खाजा खाएर निक्लिने हो गाइस। तल आमाले पर्खिँदै होला हामीलाई। हामी भने यता माथि घुमेको होइन भाइ? अब यता बजार आइपुगेको गाइस। अब मलाई सर्ट यस्तो डरलाग्दो सर्ट आइसक्यो कि के भन्नु अब कहाँ गएको पढ। म पहिला सर्ट गरिहाल्छु त्यहाँदेखि मात्रै खाजा खाउँला।